यो गोदावरी टौखेल नजिक अलि भित्रपट्टिको बाटोमा हामी पानी लिन जाँदैथ्यौँ अनि ऐँसेलीको झ्वाङमा लट्रम्म फलेको रहेछ र सन्ध्या यतिखेर ऐँसेली टिप्नमा व्यस्त छिन्। म चाहिँ भिडियो खिचिरहेको छु। सबैलाई बोलाउँछ उसैले खाना कति हो त हामीले पानी लिन जान लगेको जार तल राखेका छौँ। यसरी एउटा त्यहाँ छ एउटा त्यहाँ छ। यो बाटैमा यसरी लट्रम्म फलेको ऐँसेली देखेपछि हाम्रो सन्ध्याले मन थाम्न सकेनन् र यो भिरमा अब तल गएर देखाउँछु। यो भिरमा चढेकी छिन्। बाबा ल यस्तो बिरालो ठाउँ रहेको छ। अब भिरबाट सन्ध्या झर्छिन्, यो ओर्लिँदैछिन्। ल अरूलाई पनि राखिदेऊ, सबै नखाऊ, बाँडीचुडी खानुपर्छ। बिस्तारै हो। मुठीभरि ऐँसेलु छ। भाले पनि बाँच्दैछ। ल अब यो जार बोकेर हामी पानी लिन यो खानेपानीको अड्डातर्फ जाँदैछौँ। खानेपानीको यहाँ जारको फिल्ट्रेसन गरेको फर्स्ट क्लास चुत्रोको बोटो। चुत्रो हेरेर लगिदियो। चुत्रो खानु पर्दैन, अहिले छोडिदेऊ। यो गोदावरी टौखेलमा पानी फ्याक्ट्री रहेको छ जहाँ कि अत्यन्तै शुद्ध जारको पानी पाइन्छ। सरसफाइ पनि हुन्छ। हामी स्कुटी अहिले केही दिन नभएको हुनाले आफै बोक्नु परेको हो, नभए हामी स्कुटीमा बाइकमा लिएर जान्थ्यौँ। ल यो पानीको फ्याक्ट्री अगाडि हामी आइपुग्यौँ। म अब तपाईँहरूलाई देखाउँछु दर्शकबिन। हेर्नुहोस्, यहाँबाट दैनिक हजारौँ लाखौँ लिटर पानी राजधानीवासीहरूले खाइरहेका छन्, लगिरहेका छन्। हेर्नुहोस्, एउटा गाडीमा अहिले पानी ढुवानी हुँदैछ। यहाँ जारहरू यहाँ ट्याङ्की तल राखिएको छ। यहाँबाट हामी क्रमशः भित्र जाँदैछौँ। पानीको ट्याङ्कीहरू छ। र हामी बाटो क्रस गर्छौँ। हेर्नुहोस्, यहाँ राखिएको ऐनामा हामी बुढाबुढी देखिएका छौँ होला। ल यतै रहेछ। अब यहाँ हामी पानीको जार दिन्छौँ। यताबाट देऊ न, यताबाट बाबु, यताबाट यहाँबाट देऊ त नानी। यो दुईवटा भरिदेऊ न। अलि अगाडि जाऊ, अगाडि जाऊ, जाँदा हुन्छ। त्यो यो फ्याक्ट्री हो। यहाँ शुद्ध जारहरू पखालिन्छ अनि त्यहाँ फिलिङ गरिन्छ। हेर्नुहोस्, यो टौखेलमा रहेको छ। यहाँ अत्यन्तै शुद्ध पानीहरू प्राप्त हुन्छ। हेर्नुहोस्, यहाँबाट रिफिल गरिन्छ। यसरी यो गाडीमा लोड गरिन्छ। ललितपुर जिल्लाको गोदावरी टौखेल अवस्थित यो पानी प्रशोधन केन्द्र रहेको छ। मेरी पत्नी सन्ध्या पानीको प्रतीक्षामा बसेकी छिन्, नमस्कार गर्दैछिन्। यो जार वास यहाँनिर सफा गर्ने जारहरू राखिन्छ। त्यसै गरी यहाँ रिफिल गरिन्छ।
कार्यालय यता रहेको छ अफिस। अति संवेदनशील क्षेत्र प्रवेश निषेध साइनबोर्ड पनि रहेको छ। पानी जीवन हो, यसलाई हामी सुरक्षित तरिकाले जति चाहिन्छ त्यति मात्रै उपभोग गर्नुपर्छ। अनावश्यक खर्च गर्नु हुँदैन र पानी जोगाउनुपर्छ।